अरे के यो त गाई छैन फुलहरु तिमीहरु खिच न हेलो गाइज हेलो भन्दिनी हेलो टाउको गाइज हेलो गाइज यसले आज मोड खोरा भा आज चाहिँ हामी है कमल पोखरी जाँदैछौँ हामी घुम्न अहिले भर्खर 2:30 बजिसक्यो भनेर प्लान बनाएर आएको थियौँ त्यही पनि अब चाहिँ हामी ठ्याक्कै नारायण मन्दिर पुगिसक्यौँ अनि नम्न दिदी के रे त्यो पियो किन गएको छ उसको लागि हाम्रो लागि सबैको लागि हामी चाहिँ नारायण मन्दिरको नजिकै पुगिसक्यौँ हामी चाहिँ नम्न दिदी उता पर्खेको है एउटा यता सिधै उता आइसकेको रहेछ भने कहाँ छ त्यो रिस उठ्ने अहिले यो भने यता आइसकेको रहेछ भने पियो मेरो रिसले फेरि कमल पोखरी भेटिँदैन सोध्दै दिक्क लागिसक्यो कोही न कोही भेटाउनु है भगवान् भेटाइदिएर कमल पोखरीको हो गाइज हामी चाहिँ गाडीमा फाइनल चढ्छौँ यसलाई चाहिँ बमेड आएर यस्तो भइसकेको छ त्यो अर्को चाहिँ रोमान्टिक मुडमा छ हेलो गाइज हामी चाहिँ फाइनली चढेर आइसकेको छ बहिनीको हालत यस्तो खराब भइरहेको छ अनि यसलाई चाहिँ केही भएन मलाई चाहिँ अघिको गाडीमा भएको थियो थ्याङ्क यू सो मच अनि अब चाहिँ हामीहरू हिँड्दैछौँ अनि यो चाहिँ यता छ यसलाई चाहिँ लास्टै गाह्रो भइरहेको बिचरा मेरो आन्टी यसलाई चाहिँ आज गाह्रो भएन यो घरबाट उल्टी आउँछ भनिरहेको थियो घरबाट त्यही भएर म नआउने खालको पनि थिएँ गाई तर केही पनि भएन उसलाई चाहिँ हुने मान्छेलाई चाहिँ केही भएन यहाँ नहुने मान्छे म त झन् नहुने भन्ने मान्छेलाई उल्टी भए गजब बेइज्जती कति लक्की रहेछ देख्यौ गाई यसलाई चाहिँ लास्टै गाह्रो भएको छ अब चाहिँ हामीहरू सिधै त्यो कमल पोखरी आएपछि गेटमा भित्र छिरिसकेपछि हजुरहरूलाई देखाउनेछु गेटबाटै हजुरहरूलाई गेटबाटै देखाउनेछौँ त्यो त प्रतीक्षा गरिदिनु होला त्यसले त देखाउँछ होला त्यसपछि किनभने म भ्लग बनाउँदिनँ अहिले बनाउँछ ल गाइज हामी हेरिराखौँ फाइनली गाइस वी आर गॉट इट दिस पानी एउटा कमल आइरहेको छ कमल पोखरी फाइनली हामी चाहिँ अब कमल पोखरी पुग्न लागिसक्यौँ पुग्यो दिस इज वेयर इज फ्लावर यो होइन कि क्या हो यो होइन क्या कमल यो हो फुलहरू खै त हावामा गयो उड्यो रानी पोखरी चाहिँ होला सायद फुलहरू होइन हो होइन फुलहरू अब सुकिका हुँदैन होइन रुख त खन् त सक भइरहेको हो यो हो कमल पोखरी कम क्यामेरा फोटो खिच्छु भनेर यता दाइलाई गरेर फोटो खिच्न लाग्यो आजकल चाहिँ है सबै फुलहरू सुकिसकेछ हामी चाहिँ क्यामेराम्यान हो ल के हो जा दिदी जा ओ जा फर्स्टको नाम भन्यो भने तपाईँहरू हाँस्नुहुन्छ अनि मलाई आउन अब म तिमीहरूलाई कमल पोखरी देखाउँदैछु साथीहरू यता दिस इज भेरी नाइस उता जा त मेरो भिडियोबाट गुड हामी चाहिँ पुरै राउन्ड हालेर घुमिसक्यौँ अब घर जान्छौँ होला बनाइदिइहाल्छु नि अब चाहिँ हामी कमल पोखरी घुमेर अब बाहिर निस्कन लागिसक्यौँ बाई बाई कमल पोखरी अर्कोचोटि आउँछौँ आजकल चाहिँ फुल सुकिसकेको रहेछ के गर्नु बाई भन् कमल पोखरीलाई बाई बाई कमल पोखरी अब वा पर्यो वा अब चाहिँ हामी फर्किसक्यौँ झन् रिसाएर ठुस्केर गएका गाइजहरू अगाडि छैन भर्खर पानी मात्र किनेको छ त्यो त लग्न दसैँमा पानी खान्छु पानी खान लास्टै लागिसक्यो पानी खान्छु अब उयो हेर्नु त्यो हामी चाहिँ फर्केर आइसक्यौँ अब चाहिँ हामी जहाँसम्म हुन्छ हामी हाम्रो खुट्टाले जहाँसम्म भ्याउँछ त्यहाँसम्म हिँडेर जान्छौँ गाइस भोकाले
कस्तो चक्लेट घरमा भात त्यतिकै फ्याक्छौँ गाइज यता हेर त त्यसरी हामीले नि फुटेर खाँदा हुँदैन थियो खाइसकेपछि गर्नुपर्ने अब खाइसक्यौँ चाउमिन अब चाहिँ हामीले यो खाइसक्यौँ त्यसपछि चाउमिन खान लाग्छौँ म चाहिँ हेरेर खान्छु ल नास्ता त खाजा त खाएर अब चाहिँ हामी माथि घर जान लागिसक्यौँ मान्छेहरूको उयो त्यस्तै हो कि अब चाहिँ हामी फर्किसक्यौँ नार्सन कहिले पुग्ने हो भर्खर हिँडिरहौँ 5 बजिसक्यो हेर्नु गाइस फुल ल सिङ्गरहरू धोकेबाजहरू ल सँगसँगै खाऊ केटीहरू यस्तो मजाले खाएको बस्छ निस्क्यो हेलो गात मैले चाहिँ यो फुल किनेको होइन उता चाहिँ रेखा आन्टी रिसाएर गइसक्नु भयो अगाडि उता कहाँ पुगिसक्नु भयो मैले चाहिँ उता तल पसलबाट किनेको अब म सरप्राइज दिन्छु है त यसलाई नि थाहा छ फेरि रिसाएर हाइट रिसाएर कहाँ पुगिसक्नु भयो हेर्नु त हाम्रो त छोडेर हिँडे हो नि आधी भने हामी बिचारीहरूलाई फुल लुकाएर जान्छौँ ल उता हेर्नु भयो अहिले चाहिँ हामीलाई हेरिरहनु भएको छ गाइज अहिले चाहिँ बल्ल पर्खी गाइज होइन त्यसले मलाई थाहा छैन फेरि यो फुल किनेको खै किन रिसाउनु भएन गाइज तपाईँलाई म एउटा कुरा भनौँ भनिदिनुहोस् अघि नम्नाएर म भिडियो बनाइरहेको थियौँ कि त्यसैले अलिक जेलेस भएर होला सायद रिसाइरहनु भएको छ गाइज मलाई चाहिँ थाहा छैन है फेरि उता हेर रिसाएको मान्छे त भिडियो बना त पछाडिबाट होइन लिउ न नानु सरप्राइज भएर के यो त ल गाइज होइन वाउ थ्याङ्क यू सो मच यस्तै भइदियो कस्तो राम्रो हुन्थ्यो होला है तर मैले उखालिदिएँ उसले हेर नि चप्पल नरिसानु है अघि है म एकचोटि चलाइ बसिरहेको थिएँ त यी दुईजना यसो खुट्टाको आफ्नो टिकटक बनाउँदै रहेछ नि त त्यही भएर म नै बनाउँछु भने यसो म पनि त्यो बिचमा कोचिरहेको थिएँ त मलाई त नै खिचिरहेको नै बनाइदिरहेको अनि रिस उठ्दैन मान्छेलाई बिच रोडमा दिएँ त्यसपछि चाहिँ हामी के अरे नाराथन पुग्यौँ नाराथन पुगिसकेपछि ल हेर न सारा दिन चाहिँ लास्ट गाह्रो भएर गाडीको भिडियो बनाउन सकेन किनभने गाडीमा सबैलाई गाह्रो हुन्छ नि त त्यही भएर बनाएन अनि एक्कासी नाराथन पुगेपछि मैले बनाएँ लास्टै गाह्रो भएको थियो अनि घरमा चाहिँ के भएको थिएन भने लास्ट भएको थियो तर मलाई सारा दिनलाई गाह्रो भएको थियो अनि यस्तो राति भइसक्यो हामी चाहिँ चट्टो खाने पसलमा बसिरहेछौँ नम्रा चाहिँ यहाँनिर के अड्केछ निकालेर जान्छु रे अनि मेरो मोबाइल हरेर तल खोज्न गएको थियो त्यही भएर भ्लग बनाउन पाइनँ त्यही भएर अब एक्कासी अब हामी यता यसो कि अब चाहिँ हामी चटपट खान्छौँ आजलाई मेरो भ्लग यति नै इन गर्छु बाई बाई